नोभेम्बर 7, 2025 मा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले संसदमा भनिन्, यदि चीनले ताइवानमा हमला गरे जापानको अस्तित्व खतरा पर्न सक्छ भने सेल्फ डिफेन्स फोर्सेस हस्तक्षेप गर्न तयार छन्। यो बयानले जापानको परम्परागत सतर्क नीतिमा ठूलो परिवर्तन देखाएको छ र चीन जापान सम्बन्धमा कूटनीतिक तनाव बढाएको छ। चीनले जापानी प्रधानमन्त्री सानाए ताकाइचीको टिप्पणीलाई गलत र उत्तेजक भन्दै तुरुन्त फिर्ता लिन दबाब दिएको छ। अझ चकित पार्ने कुरा के छ भने ओसाकामा चिनिया कन्सुल जेनरल सुए जियानले एक्समा धम्कीपूर्ण पोस्ट गर्दै त्यो फोहोर गर्दन काट्ने जस्तो धम्कीपूर्ण पोस्ट गरे, जसलाई पछि डिलिट गरियो। 2 वर्षपछि पहिलो पटक जापानी राजदूतलाई बेइजिङ बोलाइएको छ। विवादित सेन्काकु टियाओयु टापु। चीन र जापान बीचको सेन्काकु टियाओयु टापु विवाद आगो जस्तो फैलिँदैछ। चीनले टापुहरू आफ्नो ऐतिहासिक भूभाग ठानेको छ भने जापानले यसलाई आफ्नो सार्वभौमिक क्षेत्रको हिस्सा भएको दाबी गर्दै आएको छ। सेन्काकु टापु वा टियाओयु टापुको विवाद लामो समयदेखि रहेको छ। यी टापुहरू रणनीतिक रूपमा महत्त्वपूर्ण छन् किनभने यहाँको समुद्री क्षेत्रमा समृद्ध माछा व्यवसाय, प्राकृतिक ग्यास र तेलको सम्भावित भण्डार र समुद्री मार्गको नियन्त्रण जस्ता विषयहरू जोडिएका छन्। प्रधानमन्त्री ताकाइचीको टिप्पणीपछि जापान चीन सम्बन्धमा कूटनीतिक र सुरक्षा चुनौतीहरू थपिएका छन्। पूर्वी एसियामा तनाव उच्च स्तरमा पुगेको छ र यसले रिजनल स्थिरतामा ठूलो असर पार्ने सम्भावना छ। दर्शकवृन्द, यो धम्कीले विवादलाई व्यक्तिगत बनाएको छ। साथै विवादित सेन्काकु टियाओयु टापु नजिक कोस्टगार्ड जहाज तैनात गरिएको छ, जसले रिजनल तनावलाई अझ बढाएको छ। दुवै देशका युद्धपोत र हवाई जहाज समुद्रमा सक्रिय, तनाव उच्च स्तरमा पुगेको छ। यो विवाद केवल दुई देशको द्विपक्षीय मामिला मात्र होइन, यसले रिजनल सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो प्रभाव पार्दैछ। कूटनीतिक मोड, प्रयासहरू र प्रतिक्रियाहरू। तनाव कम गर्न जापानले तुरुन्तै कदम चालेको छ। विदेश मन्त्रालयका उच्च अधिकारी मासाकी कानाईले मंगलबार बेइजिङमा आफ्ना समकक्ष लिउ जिनसोङसँग भेटघाट गरे, जसमा ताकाइचीको टिप्पणीले जापानी सुरक्षा नीतिमा कुनै परिवर्तन नभएको आश्वासन दिए र चीनलाई सम्बन्ध बिगार्ने कदमहरू रोक्न आग्रह गरे। चीनले भने जापानलाई गलत बाटोबाट फर्कन चेतावनी दिएको छ र यदि टिप्पणी फिर्ता नलिए कडा प्रतिकार गर्ने बताएको छ। यसबाहेक विवादित सेन्काकु टियाओयु टापुहरूमा चिनिया कोस्टगार्ड जहाजहरू पठाइएको छ, जसलाई जापानले हटाएको छ। शुक्रबार जापानी लडाकु विमान उडाइएका थिए, जब चीनले ड्रोन ताइवान र जापान बीच उडाएको थियो। यो चिनिया र जापानी सैन्य चलबाजीले रिजनल सुरक्षालाई उच्च सतर्कतामा राखेको छ। एक सानो गल्तीले ठूलो युद्ध निम्त्याउन सक्छ। ताइवानबाट पनि प्रतिक्रिया आएको छ। राष्ट्रपति लाई चिङतेले भनेका छन्, चीन जापानमाथि बहुआयामिक दबाव सिर्जना गर्दैछ, चीनले संयम अपनाउनुपर्छ। अमेरिकाको दखल। अमेरिकी नौसेना प्रमुखले ताकाइचीको टिप्पणीलाई आश्चर्यजनक नभएको भन्दै यो विवादलाई अन्तर्राष्ट्रिय बनाएको छ। यो अमेरिकी समर्थनले तनावलाई थप बढाउन सक्छ। आर्थिक धक्का, पर्यटन र व्यापारमा सङ्कट। दर्शकवृन्द, यो विवादले आर्थिक मोर्चामा पनि आगो लगाएको छ। चीनले आफ्ना नागरिकहरूलाई जापान यात्रा नगर्न र जापानी विश्वविद्यालयमा अध्ययन पुनर्विचार गर्न चेतावनी दिएको छ, जसले गर्दा जापानी पर्यटन र खुद्रा कम्पनीहरूका सेयर्सहरूमा ठूलो गिरावट आएको छ, जसले आर्थिक सङ्कटको सङ्केत दिएको छ। सोमबारको व्यापारमा सिसेडोको सेयर 9%, ताकासिमायाको 5% भन्दा बढी, फास्ट रिटेलिङको 4% भन्दा बढी घटेको छ। चीन जापानको सबैभन्दा ठूलो पर्यटक स्रोत हो। 2012 जस्तै यसपटक पनि पर्यटक सङ्ख्यामा 25% गिरावट आउने अनुमान छ, जसले जापानको वार्षिक आर्थिक वृद्धिको आधा हिस्सा बराबर क्षति पुर्याउन सक्छ। चीनले जापानी समुद्री उत्पादनहरूको आयात फेरि निलम्बित गरेको छ, जसलाई फुकुशिमा न्युक्लियर पानी छोडेको बहानामा लगाइएको छ। 2 जापानी एनिमेसन फिल्महरूको चीनमा रिलिज अनिश्चितकालको लागि स्थगित गरिएको छ। चीनको यात्रा र व्यापार निषेध दुवै देशको व्यापारिक साझेदारीलाई परीक्षण गर्दैछ। सन् 1972 को संयुक्त कम्युनिकेमा जापानले ताइवानलाई चीनको भाग मानेको थियो, तर अब यो सन्तुलन डगमगाएको छ। यो क्रिसिस वैश्विक आपूर्ति श्रृङ्खलालाई प्रभावित गर्नेछ। जापान चीन तनावले एसियाली स्थिरतालाई चुनौती दिइरहेको छ। यदि कूटनीति असफल भयो भने यो शीत युद्ध जस्तो स्थिति बन्न सक्छ। विश्व शान्ति र अर्थव्यवस्था दुवै खतरामा देखिन्छ। तनाव कम हुन्छ वा थप विस्फोट हुन्छ, यो त समयसँगै विश्व भू राजनीतिले निर्णय गर्नेछ। दर्शकवृन्द, प्रधानमन्त्री ताकाइचीको टिप्पणीपछि जापान चीन सम्बन्धमा केवल तत्काल कूटनीतिक तनाव मात्र होइन, रिजनल सुरक्षा र आर्थिक स्थिरतामा दीर्घकालीन चुनौती देखा परेको छ।
विवादित सेन्काकू टियाओयू टापु नजिक जहाज तैनात हुनु, व्यापार र यात्रामा असर पर्नु र द्विपक्षीय संवादको दबावले स्पष्ट देखाउँछ कि पूर्वी एसियामा शक्ति सन्तुलन अब कुनै बेला अस्थिर हुन सक्छ। यदि तनाव नियन्त्रण बाहिर गयो भने यसले केवल जापान र चीनलाई मात्र होइन, वैश्विक सप्लाई श्रृङ्खला, अन्तर्राष्ट्रिय व्यापार र शान्तिलाई पनि जोखिममा पार्न सक्छ। आर्थिक, भूराजनीतिक र सैनिक टकराव हुने सङ्केत देखिएकोले सकारात्मक कूटनीतिक पहल र तनाव न्यूनीकरणका कदमहरू उचाल्नु उपयुक्त देखिन्छ। यदि उभय पक्षले मिलेर समाधान नगरे यो केवल द्विपक्षीय विवाद नभएर रिजिनल सुरक्षा र अन्तर्राष्ट्रिय व्यापार मार्गमा गम्भीर सङ्कट निम्त्याउन सक्छ। यसैले स्पेशलिस्टहरू कूटनीतिक संवाद र रिजिनल सहयोगमा जोड दिन सुझाव दिइरहेका छन्। एक देशभक्तको सबैभन्दा ठूलो धर्म भनेको देशप्रति माया हो। जय नेपाल।